गुड मर्निङ इट्स मी फुल माया। आज पनि नेक्स्ट भिडियो लिएर आइसकेको छु। आज चाहिँ हामी जानुपर्ने हो ओइताको युफुदाके भन्ने ठाउँमा। अनि त्यस पछाडि त्यहाँ गएर चाहिँ बबाल इन्जोय गर्नुपर्ने हुन्छ। आज हाम्रो फर्स्ट हाइकिङ। आइ एम सो एक्साइटेड। लेट्स सी के हुन्छ। योभन्दा अगाडिको भिडियोमा चाहिँ एकदमै छोटो भिडियो भनेर सबैले कम्प्लेन गरेको थियो। अब यो भिडियो चाहिँ एकदमै लामो बनाउनेवाला छु मैले है त। सबैजना केटी रेडी भइसक्यो, खानेकुराहरू चट्ट रेडी भइसकेको छ। दाइ दिदीहरू आउँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ मेरो क्याप लानु पर्यो, एउटा ब्याग छ यहाँभित्र चाहिने अलिअलि सामान छ, अनि एउटा ज्याकेट। लेट्स गो। गुड मर्निङ गुड मर्निङ। हाम्रो चाहिँ यहाँनिर आज चाहिँ ब्रेकफास्ट भइरहेको छ होइन, बिहानीको सुरुवात। अनि हामी चाहिँ यहाँनिर ग्रिन टी खाएर अब चाहिँ लाग्नुपर्ने हुन्छ। अनि यहाँनिर चाहिँ हाम्रो छ अर्ग्यानिक कोदोको रोटी होइन। यस्तो डाम्रो रोटी देख्दा चाहिँ मलाई अरू याद आउँछ होइन। अनि कोदोको रोटी ला तैँले खान्छु भने त्यस आज किन खाएन लोक। म त नखाने, यो टेलिसला होला भएर हिँड्नुपर्छ, यहाँमा नोबरी गर्नुपर्ने। अलिअलि यहाँनिर प्रोटिन खाएर चाहिँ रेडी भएर बस्नुपर्ने हुन्छ। हामीलाई चाहिँ प्रोटिन खुवाउनलाई रेडी गर्दैछ टेलिसले होइन। यहाँ अब यहाँनिर हामी राखेको छ यो रोटी, यहाँ प्याकिङ भइसकेको छ भरेको एकदम खाना। अनि हामी चाहिँ जाने तरकारीमा हो, होला ब्याग स्यागहरू रेडी छ। अब पर्खिरहेको छौँ हामीले दाइ दिदीहरूलाई। अब गएर हो यो अन्तिम होला त्यसो भए अब जानुपर्ने हुन्छ इन्जोय गर्दै। हामी चाहिँ भेट भइसकेको छौँ दाइ दिदीहरू। अनि यता हाम्रो साथी छिन्। अनि हाम्रो केटीहरू चाहिँ पल्लोमा चढिसकेको छ। अब जानुपर्ने हुन्छ। दाइको भ्लग चाहिँ खै आज दाइको भ्लग पनि आज चाहिँ दाइ पनि भ्लग बनाउनु हुन्छ अरे। अब दाइको भ्लगमा अब बहिनीको भ्लग लुक्ने हो कि हराउने हो कि जुत्ने हो कि अब चाहिँ जानुपर्ने हुन्छ। कस्तो कस्तो लागिरह मेरो चाहिँ हाइकिङ आज फर्स्ट हो है। म त गएकै छैन। अब हाइकिङ उहिले सबै जङ्गल चढ्नुलाई चाहिँ के भरे पहाड चढ्नुलाई चाहिँ हाइकिङ भन्दैन। अहिले चाहिँ सबै सहरतिर बसेर चाहिँ सबै सुविधा भएर चाहिँ अब त्यो कुरो चाहिँ स्पेसल भएर चाहिँ सबैजना हाइकिङ नाम दिएर चाहिँ जानु आँटेको छौँ जङ्गल चढ्नुलाई। अब जानुपर्ने हुन्छ। हाम्रो सामान ब्यागहरू पछाडि छ। Let's go. Hello everyone. आइसकेको छौँ हामी चाहिँ लोकेसनमा। देख्न सक्नुहुन्छ यो हाम्रो ठाउँ। यहाँ छ एउटा ठुलो पहाड, तर यो चाहिँ हुसेले केही देखेन। यस्तो अवस्थामा हाँस्नु कि रुनु। सबैभन्दा पहिला चाहिँ माथि नै गएर खाने रहर थियो। अब यहाँनिर हामी चाहिँ यहीँ खाएर चाहिँ जाने निदो भयो। खाने कुरो चाहिँ के छ देखाउन। ला मासु पो रहेछ त नि। आमामा मासु भएपछि यो हिमाल सिमाल त चढिँदैन नि। पानी परे पनि मतलब हुँदैन होइन। ल यता चाहिँ हाबिबी भनिरहेछ। हाबिबी कम टु जापान। तपाईँको कपडामा लाग्छ कपडामा लाग्छ तपाईँको। अनि यहाँ चाहिँ पहिला अब रोटी सोटी तरकारीहरू खाने। दाइको भ्लग कहाँ गयो दाइ? हेलो यता हेर्नु दाइ। भ्लग बनाउनु पर्छ। हेलो अब आजको दिन यस्तै भइहाल्यो। यता चाहिँ एकदम दाइ चाहिँ एकदम सिस्टम सहित आउनुभएको रहेछ होइन। तर मौसमले धोका दिएको छ आज चाहिँ। तर पनि केही छैन। र पनि भ्लगर यहाँनिर यो मौसम हेरेर यता मेन भ्लगर चाहिँ सेलाइराखेको छ होइन। यहाँनिर छ एउटा जुस छ यहाँनिर यस्तो भइरह। र पनि हामी छोड्दैनौँ। गन्तव्यमा पुगेर छोड्छौँ। आधी बाटोसम्म पनि जान्छौँ होइन। अलिकति पानी रहिदिए त हुन्थ्यो। मौसम यस्तै भए पनि पहिला खानुपर्ने हुन्छ। अब खानुपर्ने हुन्छ। यस्तै हो यस्तै भयो। अचार पनि रहेछ त नि। वाउ सबै मासु नै मासु। रोटी यो पक्कै कसले बनाएको रोटी हो? रोटीहरू अब ट्याक्क लाएर खानुपर्ने हुन्छ होइन।
दाइको भ्लग यहाँनिर छ अब यहाँनिर बसेर क्यामेराम्यानको त खै सुप्रिया खोइ त अनि ला यहाँ भिडियो बनाऊ यस्तो राख एक्सपेक्टेसन छ ए भने वाउ अब अरू कुरो जस्तै भएन खानेकुरो चाहिँ मिठो मिठो होइन मिठो मिठो खाम जाम के छ र जिन्दगीको गोरेटोमा यस्तो हालत भयो होइन मिठो छ आप खानु आप लो यो हो हामीलाई हो खै ल यस्तो 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 रमाइलो भइरहेछ होइन आइयो अब यहाँनिर चाहिँ रोटी मासु अचार खाम जाम पहिला खाम यसो चढाएर खाम है अलिअलि जङ्गल धेरै टाढा आएको छ कोक पनि बाँकी छ कोक पनि आजको हाइकिङ चाहिँ यस्तै भइहाल्यो अब अब एकछिन बस्नुपर्छ अनि एकछिन चढ्नुपर्छ अनि घर जानुपर्छ हो हामी नर्मल हाइकिङ गर्दैनौँ हामी चाहिँ एकदम एकदम यस्तो वेदर भएको बेलामा चाहिँ गर्छौँ त्यही भएर लेट्स गो पानी परिरहेको छ एकदमै होइन अब यत्रो ठाउँमा आएपछि फर्किने कुरो हुँदैन यो एकदमै दामी ठाउँ छ क्या हुनु चाहिँ तर अब आजको मौसमले साथ दिएन बल्ल बल्ल मिलाएको छुट्टी अनि लेट्स गो अब चाहिँ हामी चाहिँ सुरु गर्दैछौँ हाइकिङ लेट्स गो गाइज लेट्स गो गाइज अब चाहिँ जाँदैछौँ हामी चाहिँ चढ्दैछौँ हामी आजको चाहिँ एक्स्ट्रा हाइकिङ हुने पऱ्यो होइन हाम्रो लागि यस्तो छ होइन माथि चाहिँ दामी ठाउँ छ तर आज देखिएन बिजोग भयो रेनकोटहरू ल्याएर चाहिँ आउँदा चाहिँ साह्रो रमाइलो हुँदैन के गर्ने सोचमा थियो अरे एक्सपेक्टेसन्स भर्सेस फ्रेस अलिकति कति बजारमा बस्नु भनेर यसो गाउँ छ हेर्नुको लागि फ्रेस हुनुको लागि आएको अरे हावा पानी सबले फ्रेसै ल ल डबल फ्रेस भइहाल्यो नि होइन एक दुईवटा त रिल्स बनाउनु पर्छ होला कुदेर भएन होइन पानी परेर चाहिँ पानी परिरहेछ बिजोग भइरहेछ होइन एक्सपेक्टेसन चाहिँ एउटा रियालिटी अर्को भइरहेछ होइन अब यस्तै छ के चाहिँ गर्नु अब त्यत्रो खर्च गरेर त्यत्रो समय छुट्याएर आइसकेपछि जानै पर्यो अलिकति भयो भने उकालोसम्म टोपी उडाउँछ नि गाइज फेरि टोपी उयो रुखहरू सेन्टी उसको सिरियस भ्लग दिइरहेछ उसको होइन दाइले चाहिँ मेरो सिरियस आयो जाडो भयो जाडो भयो लु जुमिला भिजिसक्यो आजको हाइकिङ सकिएको छ होइन अब अलिकति माथिसम्म पुग्यौँ अब हामी फर्किँदैछौँ यस्तै भयो पानीले भिज्यो मजा आयो पछि फेरि आइन्छ यो ठाउँ भन्दा योभन्दा अलिक राम्रो ठाउँ जानुपर्छ अनि यसको वेदर यस्तो छ कि यस्तो दामी अझै माथि माथि जाने ठाउँ छ तर हामी चाहिँ जानु सक्यौँ यो नानी भिजेर लोपोका टेलिसा भिजेर पेङ्गुइन आज भिजेर लोपोकै पर्यो यस्तै छ अब गएर गाडीमा सुत्दै जानुपर्छ रोटी खानु र पानी खानु आएको भयो हामी चाहिँ होइन
केही छैन र पनि इन्जोय भयो त मेमोरेबल रहनेछ एकदमै खतरा खालको हाइकिङ हो फर्स्ट टाइम खतरा भयो हो अब चाहिँ अर्कोचोटि आउने अर्कोचोटि छुट्टी पहिला दिन मिलाइसकेको थियो मौसम कस्तो छ थाहा थियो तर पनि आएको हो होइन केही छैन यस्तो हेरौँ यहाँ पछाडिको यस्तो दामी छ यो आजको दिनले बिगारे क्या केही छैन अब नभिज्ने भिजिहाल्यो गाडीमा एसी लगाएर यो पानीले भिजाएकोले चाहिँ ज्वरो चाहिँ नआओस् जुत्ता ला भिजिसक्यो सुक्रिया भिजिसक्यो सबै ज्वरो आउँछ होला नि आज रमाइलो चाहिँ रमाइलो भयो तर यो अर्कै रमाइलो भयो ठिकै छ यस्तो रमाइलो चाहिएको थिएन तर पनि यस्तो रमाइलो चाहिएको थिएन यता रहेछ ठिकै छैन अब जानुपर्छ है यस्तै भयो घुमाइ वेलकम ब्याक हामी चाहिँ आइसकिसकेका छौँ ब्याक टु किता क्युस्यो अनि एकैछिन घुम्यौँ रमाइलो भयो पानीले कुट्यो अलिअलि तर पनि केही छैन घरमै बसेको भए सुतेर बित्थ्यो बाहिरी दुनियाँ अलिकति भए नि हेऱ्यौँ इन्जोय गऱ्यौँ अब चाहिँ अलिकति वेदर राम्रो भयो भने अर्को ठाउँ जाने प्लानिङ थियो भएन होइन अब घरमा गएर चाहिँ यस्तो चटपटे बनाएर तातो चियासँग खाएर चाहिँ आज हामी तास खेल्ने प्लानिङमा छौँ लेट्स गो त्यो पनि एउटा मेमोरी हो त्यो पनि एउटा अब रमाइलो पल हो त्यसलाई पनि क्याप्चर गर्नुपर्ने हुन्छ अब गएर चाहिँ घरमा भिडियो बनाउनु पर्ने हुन्छ स्टे ट्युन चटपटे खाँदै तास खेल्नु पर्ने हुन्छ आजको के अरे आजको ब्लग आजको हाइकिङ छोटो मिठो ब्लग कति के केरा भ्याउनु होइन एक्टिभ हो के बोल्छु आमामा हाइकिङ गएर त्यत्रो थाकेर उकालो ओह्रालो ल्याएर चटपटे पहिला अनि मात्रै क्या हातमा चटपटे आइपुगोस् दाइलाई दिँदा पनि हुन्छ दाइलाई दिँदा हुन्छ होइन दाइलाई दिनु ल बिजु त यसरी खाजा पनि आउँछ खाजा बनाएर ल्याउनेलाई यसो भरे उयो दिनुपर्छ एक दुई उब्रेको पैसाहरू हुन्छ नि नेपालमा दिन्छ त क्या हो त थाहा छ बनाएर ल्याउनलाई ओहो बिस्टिङ हो त्यो ल अहिले दिनुपर्छ है पुर्किला ल उब्रियो भने त्यसले छ न ऊ हामी चाहिँ खाइमन्नुको लागि यहाँनिर भेटेको मसलमाका छौँ अब यहाँनिर चाहिँ एकदम मिठो खानेकुरा यस्तो मिठोहरू पाउँछ नि सस्तो लेट्स सी यो वाला खाएको छ मिठो हुन्छ तितिरीको मिठो हुन्छ के हालौँ तितिरी छैन होला अझै एउटा चाउमिन खान्छ होला एउटा एकछिन ल म उयो ल्याउँछु बास्केट ट्याक्क लाएर यहाँनिर चाहिँ अब हामी चाहिँ भेटेको पसलमा खाइमन गर्नु लाग्यौँ एकदम मिठो खानेकुराहरू पाइन्छ है त सस्तो कसैलाई केही लिनुपर्ने छ नि लिनु होला ल यहाँनिर लिएको छौँ हामीले यो चाहिँ तितिरीको जुस यो रहेको छ अर्को नरिवल खान्छ कि यिनीहरूले त खान्छ कि पत्ता छ त अझै यस्तो दामी सब्जीहरू छ होइन यो मिठो पाउँछ त यहाँको त यिनीहरूको त सस्तो पनि हुन्छ यो माछाहरू हामीले चाहिँ यहाँनिर सुँगुरको मासु धनियाँ सोप लिइसकेको छौँ अब ग्रोसरी नि त चाहियो नि त अलिअलि घरको लागि यहाँ आएको छौँ यस्तो दामी सामानहरू छ एक झोला किनिसकेको छौँ अब यो बिल गर्नुपर्छ त्यस्तो धेरै महँगो चाहिँ हुँदैन यो चौचौको
फ्याक्ट्रीहरू रहेको छ यो रहेको छ ट्याक्क लाएर सब सिपहरू माछाको आइटमहरू उसो गरौँ भयो यहाँ रहेको छ यो सबै यो सुपहरू हो यिनीहरू चाहिँ यो आँप रहेको छ यति सस्तो सस्तोहरूमा चाहिँ मेवादेखि लिएर गुन्द्रुकदेखि लिएर यो सब जुस यस्तो मिठो मिठो जुसहरू पाउँछ नि यहाँ पुदिना के चाहियो के सबैजनालाई आवश्यक भएको सामान यहाँ भेट्नाम पसलमा पाइन्छ लिन अवश्य आउनुहोला यहाँ पनि छ बिस्किटहरू त्यो नानी यो त खानुपर्छ आमा लग्यो यो चाहिँ यो मिठो हुन्छ यो त लानुपर्छ उयो हो अक्टोबसहरू छ त छालाको चिप्स माग्न खावा न चिप्स भन चिप्पिसो भन चिप्पिसो चिप्पिसो यस्तो मिठो मिठो खानेकुराहरू छ नि यहाँ कालो कालो भटमास महेलो दाल मुङ्गीको दाल ए यो खाइसकेँ मैले यो मैले खाएको छु पापड जस्तै हुन्छ मिठो यस्तो मिठो मिठो खानेकुराहरू छ सामानहरू किनियो जानु पर्ने हुन्छ खानु पर्ने हुन्छ मिठो मिठो छ यहाँ मिठो मिठो के एउटा 1 किलो छ नि दुईटा 3टा बोक्नुपर्छ दुईटा आमा पर्दैन आमा नकिन चुप लाग यहाँ छ सबै सामान आउँछ होला त्यो नकिन पुड्किन नकिन यो मासु आउँछ 1200 मा नखम म ल्याउँछु भोलि पर्छ त्यो अर्को चाहिँ भेट्दिनँ यो सस्तो पर्छ आमामा महँगो यो त अस्ति नै मैले एकचोटि ल्याएको थिएँ त तँलाई थाहा छ मासुमा हालेको होला ओ एकचोटि हामीले खाएको यो हो त अनि गोरुको नमिठो हेर्दा चाहिँ मिठो छ जस्तो नि यो पनि खाएको मैले यसलाई खुर्सानी लानुपर्छ पिरो यहाँको मात्रै हुन्छ यस्तो मिठो मिठो खानेकुराहरू छ नि यहाँनिर साँच्चैको माछा पनि छ नि फेरि यहाँ भियतनामको माछाहरू छ यहाँ यो मिठो हुन्छ होला क्या यो चाहिँ नि यहाँ निहुनको होइन नि त लैजाउँ यो यसलाई लु लैजाउँ आएको बेलामै हो पैसा जतिले पनि पुग्दैन के को लागि कमाएको लु मागुर माछा होला अरे हो यहाँ रहेछ अर्को खालको यो बुङ्गुरे माछा बुङ्गुरे अरे पुग्लुक परेको छ आमामा यहाँ झन् ओकी रहेछ आमामा यहाँ त झन् सक्लै रहेछ ओहो हो यो त एक्वेरियममा पाल्ने यहाँहरू त यस्तो खानेकुरोहरू टन्नै छ नि यता सुँगुरकोहरू छ अब हामीले चाहिँ यहाँनिर खाइके गर्नुपर्ने छ ट्याक्क लाएर कति भयो लाख पर्छ होला 3000 इन्टरभ्यू सिधै हो निन्न मिते कुरो यो खाउने गदे यो बेतनाम गदे म यो रेसिट पायो ल हामीले खाइमाने गरिसकेको छौँ झप्प लाएर टन्नै ओइ दुईटा फुकेर त्यो भन्नु न कति प्रेजेन्ट त आरिगातो ने माता onegaishimasu言わないのまたお願いしますってまたお願いまた来ないよわかるだからまたお願いしますって
ला ओला ओइ भन्नुहोस् भने पुर्की आएछ थाल नभए चाहिँ के गर्नु साथीको भात खान आएको थालै छैन बिचरा एकजना भएर नि हो साथीमा चिया खान जाँदाखेरि जग आदिमा आज चाहिँ हामी पाहुना लाग्न आछौँ बर्थडे कल चाहिँ यता हो तर पार्टी चाहिँ फेरि समीको घरमा समी पार्टी चाहिँ समीले दिने होइन हुन्छ स्वामीले बस्छ होला नि त ए समी माथि बस्छ यहीँ बस्छ न ला लु हेर त घरको झन् त ला आउै ठोकाउनु ए चियर्स छौँ हामी चाहिँ घरमा है अब चाहिँ आराम गर्नुपर्ने हुन्छ खुवाइबी पनि भयो साथीलाई पनि भेटघाट भयो अलिकति ग्रोसरीहरू सपिङ पनि भयो अब बिहानै स्कुल छ उठेर कुद्नुपर्छ फिलिङ लिङ आज होल डेको एउटा भ्लग बनाएको छ सबैजनाले हेरेर इन्जोय गर्नु होला